ला 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 मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न अंग्रेजीमा मनको कुरा खोल्न सिकाइदेऊ न भन भन लौ I love you यो चाहिँ एक 5 स्टार होटल हो है नल्लीकरीको हैन यो विश्वकै जहाँबाट आयो नि बस्ने चाहिँ यहीँमा होला यति ठुलो स्पेस एरिया लिएर बनाउँछ के त्यो सानो कुरा बनाउँदैन यसलाई भन्छ के सस्टेनेबल डेभलपमेन्ट भनेर के हामीले पढिन्थ्यो नेपालमा अहिले यो यहाँ देखिन्छ के ए यस्तो पो हुने रहेछ दिस इज नल्लीकरी गाइस दिस इज नल्लीकरी नल्लीकरी गाइस पर चाहिँ त हेर्ने टावर छ हैन पहिला चाहिँ यता गइदिउँ न यो ठाउँ पनि एकदम बवाल ठाउँ छ क्या यता ल यहाँ कन्स्ट्रक्सन चलिरहेको रहेछ अहिले यहाँ नि यसरी यो टाइममै कन्स्ट्रक्सन हो कि यो अहिलेको टाइम होइन पुरै काम चल्छ यस्तै यस्तै ठ्याक्क समरको इन्डबाट स्टार्ट भएर त्यसपछि चाहिँ फेरि जब समर सुरु हुनुभन्दा अगाडि कम्प्लिट गर्छ अनि त्यसपछि समरमा घुम्ने विदेशीहरू बोलाउने के पर्यटनलाई डेभलपमेन्ट कसरी गर्न सकिन्छ भन्दा चाहिँ यसरी रहेछ ल तर यता त जानै निषेध रहेछ त यार त्यही हो क्या पिच डाइरेक्ट समुद्रलाई टच हानेको क्या ठाउँमा ल त्यहाँदेखि उता चाहिँ डाइरेक्ट स्विडेन पारी त्यो साइड चाहिँ जम्पिङ ज्याक हो क्या यो चाहिँ ल यो चाहिँ लास्ट चिप्लो छ रे बाबा सकिन्न यार यो बाटो त म नआउनु पर्ने हो यार ल नल्लीकरीको ब्युटी भनेको चाहिँ यही है गाइज अनि यहाँ ब्युटीमा फेरि कति हार्ड पर्छ भनेको यही देख्छ मैले आज मौसमलाई च्यालेन्ज गर्न आएको तर मौसमले मलाई यस्तो उल्टो च्यालेन्ज गरिदियो क्या यस्तो न्यानो घाम लाग्यो नि अहिले मलाई छरी मार्यो सिसैको गोलीले दिस इज द नल्लीकरी कन्स्ट्रक्सन चलिरहेछ यो ताल त परसम्म छैन त यार समुद्रले त भेटा छैन त यो चाहिँ पुरै काठको छ होइन यस्तो छ यस्तो कन्स्ट्रक्सन चलाएर चाहिँ भ्यू तेरवे भनेको चाहिँ हेलो भनेको क्या एकदम मायालु विनम्र भएर त्यस्तो मिनिङ छ है त्यसको चाहिँ ल मान्छेहरू ल हेर्नुहोस् गाइज यो चाहिँ नल्लीकरी बिच डाइरेक्ट समुद्रलाई छ होइन यो समुद्र टच भएको सानो आयो नि कुनै आइल्यान्ड छैन क्या यहाँदेखि उता चाहिँ यति ठुलो समुद्र छ नि हेर्नको लागि यस्तो टावर नि छ होइन म नि गएँ है त राम्रै छ मान्छेहरू त्यहाँ पुग्यो भने त जान सकिन्छ होला नि यसो हेरौँ ल यसरी जमेको हुन्छ क्या टेम्परेचर त आफै सोच्नु अब यत्रो भइसक्यो भने कि सकिने हो यार धेरैवटासम्म नराम्रो आज चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स है जिन्दगीमा हुन्न होला What amazing and insane experience that I am feeling now. यो त पुरै समुद्र हो होइन तर यो नेचर कस्तो चिज हो यार चेक गरौँ है still okay I'm coming from that way I'm walking on the ocean म चाहिँ समुद्रमाथि हिँड्दैछु है गाइज
समुद्रमाथिको यो मेरो पहिलो हिँडाइ हो, फर्स्ट एक्सपिरियन्स हो होइन। एकदमै रमाइलो लागिरहेछ मलाई चाहिँ। यति टाढा आइसक्यो नि, मैले यो मान्छेहरूलाई देखेर मलाई जोस आयो होइन, अनि चेक गर्दै आएर छु। अझै नै साउन्ड त्यस्तो छैन। मेरो साइकल हरायो कि हराएन, त्यही छ ल। चाहिँ चिर्क्यो है। Fishing? Are you guys fishing? Huh? Are you guys fishing? Fishing. Okay. This is my first time. Nice. Yes, nice. Yeah, of course. First time. I'm gonna play. Yeah. Very interesting. Now you guys are fishing here also. Where are you from? I'm from Nepal. Huh? Nepal. Ah, Nepal. Oh my god. Oh. यसरी खनेर ठिक is How teach? how thick? Thick, I mean How? the depth. Normal. Normal? For you guys, normal. Hello. Would you like to be my cameraman for 1 minute? Can you hold my camera? Yeah, okay. This is my first time in ice. Now my friend is making video here. She is fishing there. What a amazing experience. Thank you so much. Yeah. म चाहिँ रनिङ गरेर फर्किन्छु गाइज ल। यस्तो दामी ठाउँ छ नि, इमेजिङ एक्सपिरियन्स भयो आज, नयाँ अनुभूत गरेँ मैले है। मैले यहाँ आएर के बुझेँ भन्दा चाहिँ यहाँ चाहिँ फिसिङ गर्ने रहेछ नम्बर 1 चाहिँ। त्यही हो, फिसिङको लागि चाहिँ पवाल स्पट रहेछ। यो चाहिँ माथि जाने है टावरमा। ल यो चाहिँ हाम्रो औलुसी त्यो पछाडि देख्यो होइन है। ल त्यहाँदेखि उता चाहिँ त्यो चाहिँ म पुगेको चाहिँ त्यहाँ हो गाइस। ल हो त्यो मान्छेहरू नि टाढै गएको नि भने साइकल जान्छ। कन्स्ट्रक्सन कामहरू भइरहेछ, लाइन लगाएर बसेको छ। ल हिउँहरू यस्तो जमेको हुन्छ क्या। मौसम त लास्टै राम्रो गरेको क्या आज। आलुको सब घुम्नु गइरहन् कि घाम टाप्नु गइरहन्, सब घामकै पछि लाग्ने त हो। यो चाहिँ औलुको लुक्स हो है, तर यहाँ राम्रोसित देखेकै छैन कि कस्तो भन्दा अलिअलि समुद्र साइडकोतिर अलिकति यतातिरको मात्र है। यो चाहिँ हिजो डान्सको जी Sad is like a melody in my head that I can keep from singing like na 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 na.
चहल पहल फेरि सुरु भइहाल्छ। यो चाहिँ डाउन टाउन हो, यहाँदेखि उता चाहिँ सिटी सेन्टर। म चाहिँ सिधा घर।